हेलो नमस्ते गाइज, अस्ति पनि एउटा भिडियो पोस्ट गरेको थिएँ गोलमेन्डाको। अहिले चाहिँ साउदी अरेबिया एग्रिकल्चरमा अहिले चाहिँ गोलमेन्डा टन्नै फुलहरू फुलिसकेको छ गाइज। ल हेर्नुहोस्, ठाउँ ठाउँमा त दाना पनि यत्रो यत्रो भइसक्यो, फलिसक्यो। ल गाइज, प्रशस्तै यो चाहिँ झन्नै 300-400 जना चाहिँ मान्छेहरू चाहिँ यो काम लागि चाहिँ निरन्तर खटिरहेछ है, दिन रात। हेर्नुहोस् है गाइस, टमाटर यो चाहिँ एक टनेल मात्रै हो। ल, एक टनेलमा 1 2 3 4 5 6वटा हुन्छ है गाइस। 6वटा ड्याङ हुन्छ। एक ड्याङमा एक लाइनमा पुरै यस्तो खेती गरिन्छ है टमाटरको गाइस। लगभग अब चाहिँ पुरै फुलहरू फुल्न थालिसक्यो। अब लगभग 15 दिन पछाडि चाहिँ मारामार टिप्नेदेखि लिएर प्याकिङ गर्नेसम्ममा भिडियो देखाउनेछु तपाईँहरूलाई। धन्यवाद। तपाईँलाई यो भिडियो मन परे लाइक शेयर कमेन्ट सक्नुहुन्छ। थ्याङ्क यू।